समय 10 मिनट। सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको यो पहिलो बैठक मार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौं। हामीले आज सुरुवातकै दिन संकल्प गर्नु छ, हामी नागरिकमा नयाँ आशा र नयाँ विश्वास जगाउन सकौं। यो घडीमा म आह्वान गर्दछु, सबैले एकबद्ध भएर 7 सालको क्रान्तिदेखि पछिल्लो जेएनजी विद्रोहसम्ममा जीवन गुमाउनुभएका सबै शहीदहरूलाई स्मरण गरौं, उहाँहरूका प्रति हार्दिक सम्मान व्यक्त गरौं। 46 को जनआन्दोलन, 10 वर्ष लामो सशस्त्र विद्रोह, 62-63 को जनआन्दोलन, मधेस आन्दोलन, थरहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र आन्दोलनहरू, त्यस क्रममा भएका कैयौंको शहादतले आज एकमुष्ट ती सम्पूर्ण शहादतलाई आज एकमुष्ट स्मरण पनि गरौं। हामी एकै थलोमा भएर पनि भिन्न भिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहे पनि एउटै नौकामा छौं। डुबे सबै डुब्छौं, सँगै डुब्छौं, उठे सबै उठ्छौं र सँगै उठ्छौं। दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं अनि संकल्प गरौं अब फेरि कसैले कहिल्यै रगत बगाउनु नपरोस्। सम्माननीय सभामुख महोदय, फागुन 21 को निर्वाचनमा उत्साहका साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुवा, दिदीबहिनी, दाजुभाइले लोकतन्त्र प्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट एकपल्ट फेरि अनुमोदित भएको छ। कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा पर्यो। आज राजतन्त्रको पक्षमा रहेका मित्रहरू पनि यही संसदमा अट्नु भएको छ। कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्य सत्ता कब्जा गर्ने ऐलान गर्नुभएका श्रद्धेय कमरेड प्रचण्ड यहाँ उपस्थित हुनुहुन्छ। आज पनि यही संसदमा शान्त, भद्र र शालीनताका